तिमी मलाई किन इग्नोर गर्छौ माया? म तिमी बिना बाँच्न सक्दिनँ। तिमी नभएपछि हेर म बाँच्नै सक्दिनँ। तिमीलाई विश्वास लागेन? साँच्चै बाँच्नै सक्दिनँ तिमी बिना। यसलाई म कसरी बनाऊँ अब मैले? हो र मेरो भुन्टो, तिमी साँच्चै म बिना बाँच्न सक्दिन हौ। मलाई त तिमीमा शङ्का लाग्छ अलिअलि, के कही थाहा न। तिमीलाई शङ्का नलागी अरूलाई लाग्छ त माया? तिमी मेरो नै माया हौ। तिमीलाई नलागी मेरो शङ्का अरूलाई कहाँ लाग्छ र? पक्कै पनि यसको चक्कर अन्त कहीँ चलेकै हुनुपर्छ। मलाई शङ्का लाग्यो भन्छ, मैले यसलाई मनदेखि नै माया गरेको। यसले बुझेन। ल ठिक छ, यति हल्का। तिमीले मलाई के नराम्रो सोचिसक्यौ जस्तो छ, के शङ्का माने जस्तो छ? तिमी यस्तो शङ्का नल्याउ ल, म त्यस्तो केटी होइन क्या। तिमी अब मलाई कस्तो लाज लाग्छ यस्तो कुरामा, तर तिमी धेरै शङ्का लिन्छौ जस्तो छ, त्यसैले म अलि टाढा हुनु पर्छ जस्तो लाग्यो तिमीबाट। अब के गर्ने भन आफै तिमी। तिमी यस्तै टाढा हुन्छु अर्को भन्छु भन्ने थाहा थियो मलाई। तिमी यस्तै भन्छौ मलाई, पक्कै यस्तै भन्छौ भन्ने थाहा थियो। भयो ठिकै छ, तिमी टाढा हुने कुरा गरे पनि अब मैले के भनौँ? तिमीबाट टाढा हुन त मन थिएन। तिमीले मलाई अब टाढा बनाउने भयो, के गर्नु मैले अब? तिमीबाट धेरै टाढा हुने भए तिम्रो गाह्रो। सरी, मैले तिम्रो मन दुखाए, टाढा हुनै पर्ने भयो। न टाढा भए पनि घरको भनेको मानिन भन्ने, अनि मैले के गर्नु तिमीलाई? त्यो सरी ल, आफू अब आफ्नो आफ्नो बाटो लाग्ने एकछिनको रमाइलो मात्रै भयो। साँच्चीकै गई फपौडी। मलाई पट्याउने भएको निकै लाग्छ ठुलो। हेर्न मन त लाग्छ, के हेर्नु? उसको मन फर्किने होइन।